हेलो नमस्कार सबैजनालाई। आज 32औं विश्व आदिवासी दिवस 2083 मूल समारोहमा हामी एउटा खुल्ला मञ्चमा आएको। हेर्नुहोस्, आज एकदमै गर्मी, सधैँ पानी पर्थ्यो तर आज पानी परेन। गर्मीले गाह्रो भएको छ। आएर सबैजना जनजातिहरू विभिन्न वेशभूषा, पोसाक, भाषाहरू यहाँ हामी देख्न पाउँदाखेरि मैले चाहिँ एउटा छुट्टै नयाँ अनुभव बटुलेको छु। आज चाहिँ यहाँहरू देख्न सक्नुहुन्छ। नमस्कार। राउन्डमा हामी खुल्ला मञ्चमा जाँदैछौँ। हामी एकदमै त्यो डम्फु अनि हामीसँग झन्डा छ। हाम्रो झन्डा हामी भरत भान्जा अनि त्यसपछि म दिलीप थापा मगर हामी छौँ है। उता भेट पुरै देखाउनु भयो भान्जा। मगरको झन्डा इट्स मी दिलीप थापा मगर छुटाउनु हुन्छ क्या भान्जा। हामी आज कहाँ छौँ? आदिवासी दिवस मनाउन गइरहेका छौँ। हामी अब टुनी खेल पुरै राउन्ड मारेर हामी
युनाइटेड नेसनले, संयुक्त राष्ट्र सङ्घले आजकै दिनलाई त्यो एउटा मान्यता दिएको, त्यो एउटा महान दिन जसमा हाम्रो भूगोलसँग सम्बन्धित रहेको कुरा, हाम्रा गर्व गर्ने कुनै पनि वर्ग समुदायहरूले बगाएको त्यो पसिना अनि बगाएको त्यो रगत कसैको लहरमा बोलिने विषयवस्तु बन्न हुँदैन। यो पनि हामीले आज आदिवासी दिवसको सन्दर्भमा हामीहरू यहाँ बसेर प्रतिबद्धता व्यक्त गर्दै गर्दा त्यसका प्रति खबरदारी पनि हामीहरूले गरिराख्नु पर्दछ। कहिलेकाहीँ भिडहरू को जनआन्दोलन मार्फत हामीहरूले रगत बगाएर ल्याएका हाम्रो उपलब्धिहरूमाथि अहिले पनि धावा बोल्न कम भएको छैन। अहिले पनि धर्मनिरपेक्षताको विषयमा अहिले पनि प्रश्न उठाइएको छ। अहिले पनि प्रादेशिक संरचनाको विषयमा, संघीयताका विषयमा प्रश्न उठाएको छ। समानुपातिक समावेशी जो पहिचानमा आधारित हुन्छ त्यसका प्रति प्रश्न उठाउने दुस्साहस गरिएको हामीहरूले महसुस गरिरहेका छौँ। म तपाईहरुलाई भन्न चाहन्छु, सरकारका सबै नेतृत्वहरू त्यस्ता हुनुहुन्छ मलाई त्यस्तो लाग्दैन। तर मैले अघि नै सुरुमा भने, जानेर हो या नजानेर या भिडलाई जुन खालको आशंकाहरू, जुन खालको शंकाहरू उब्जिएको छ, यो शंकाका प्रति तपाईहरुको अगाडि म भन्न चाहन्छु, प्रतिपक्ष दलको नेताको हैसियतले पनि, नेपाली कांग्रेसको संसदीय दलको नेताको हैसियतले पनि हामी सदनमा पनि अनि सडकमा पनि यसका प्रति सरकारलाई सदैव सचेत गरिराख्नेछौँ। यसका निम्ति जनताले बगाएर रगत बगाएर ल्याएको यो अधिकारलाई फेरि सुनिश्चित गर्नका निम्ति हामी निरन्तर तपाईहरुसँग